घाँसका बारी हेर है मेरो दिदीहरूको मेरो बहिनाहरूको घाँस कटिङ भइरहेछ है हाम्रो लेफ्ट राइट भयो। हेलो हेलो साथीहरू, आज हामी फेरि सानो भिडियो लिएर आइरहेछौँ। हामी घाँस काट्न जान लाग्छौँ विष्णुको बाख्राको लागि। अनि हेरिची भन्ने ठाउँमा एउटा ओखरको रुख रहेछ, ओखर टिप्न लाग्छौँ। दिदी तल खोलसिरामा जानु भएको छ, म चाहिँ यहाँ माथि छु। धेरै ओखरहरू जम्मा गरेर आज घर लगेर फुटालेर यसो ओखरले त धेरै फाइदा गर्छ भनेर हामी चाहिँ घाँस नकाटेर यता रुखतिर लागिसक्यौँ। हेर्नु होला हाम्रो भ्लग चाहिँ, सर्ट भ्लग हेर्नु। कति धेरै छ, माथि रुखभरि छ, तर के गर्नु। ओए के हो लास्टै रहेछ नि यहाँ माथि माथि त। हेलो हेलो गाइज भनिदिऊ। हेलो गाइज नमस्कार। ओखर खाना आम लास्टै ओखर छ, म यहाँ टिप्यो है। हेर्नु रुखमा भन्दा धेरै भुइँमा खसेछ है। यो ओखरले के फाइदा गर्छ भनिदिऊ विष्णुलाई। ओखरले खायो भनेपछि दिमागको विकास हुन्छ, शरीर राम्रो हुन्छ। तल बाटो, तल चाहिँ बाटो छ, मेन रोड हाइवे हो यो। चोर्न आएको ओखर गोसाइले गाली गरे विष्णु लामो हात नगर तल झरिहाल्ला छिटो। गजब बेइज्जती है। कति कलेक्सन भएको छ त्यहाँ है। हाम्रो यहाँनिर छ। हामी चाहिँ झरीमै अब ओखरको रुखदेखि माथि अर्काको रुख हो, गाली गरेर हैरान्छ। नपादे है, किन पर पार्छ। अभी मजा आएगा ना। रुख चढ्नमा त महा खतरा छ नि। हाम्रो ओखरले के फाइदा गर्छ भनिदेऊ ल विष्णु। मास्टर नि भन त। It is very good for health. We have to use daily. कुरे नि भन म यो फुटाउँछु। मिलाउनुहोस् न यहाँ भन कि विष्णु। हाम्रो दिमाग सबभन्दा चाहिँ राम्रो चाहिँ दिमागको लागि हो यो। त्यो दिमागमा के गर्छ होइन लाग्छ कि फोहोर। हामी त यस्तै गर्छौँ। भयो राख अब म्यातम। फाइनली ओखर प्याकिङ भइसक्यो। हामी चाहिँ अब घाँस काट्नतिर लागिसक्यौँ गाइजहरू। यो कहाँ लुकाउने हो, अघि कहाँ राख्ने हो। घाँस कटिङ भइरहेछ है हाम्रो। एक पुला कहाँ गयो, एक पुला यहाँनिर छ। हाम्रो अर्ग्यानिक घाँसहरू दिजु उता होइसिन्छ। म चाहिँ हेरेर बसिरहेको छु। ल झरा झरा छिटो नखसे है, पादौला कि फेरि। बस मोटी झरिन है, मोटी नानी झरिन। अब हाम्रो टार्गेट यो रुखको छ है साथीहरू। ओ यसको छ टार्गेट। अब भइरहेछ है हाम्रो चाहिँ। हजुरहरूको बाख्रा छ भने ल्याउनु है। हामी त घाँस बेच्छौँ। घाँस बेच्छौँ। हाम्रो बाख्रा छैन घाँस काट्ने।
घाँसको भारी बोकिरहनु परी घाँसका भारी हेर है मेरो दिजूहरूको मेरो बहिनाहरूको यदि झन् लोटिकन उनको ढेलको छाला यता दिदी लास्टै रमाइलो भयो आज तर दुःख पनि भयो धेरै मेरो भाग चाहिँ 80 रुपैयाँ उचाल्ने छ दुईटीहरूको चाहिँ भारी बोक्ने छ सिरल खसेछ पानीले चाहिँ भयो